यहाँ सबैलाई नमस्कार। म नरेश कुमार विष्ट। आज हामी राष्ट्रिय भिटामिन ए तथा जुकाउ औषधि वितरण कार्यक्रम बारेमा केही जानकारी लिएर उपस्थित भएको छु। तपाईहरुले देख्न सक्नुहुन्छ यो हो भिटामिन ए क्याप्सुल, यो हो जुकाको औषधि अल्बेन्डाजोल। यो दुईटा औषधिहरू मास डिस्ट्रिब्युसन हुन्छ, आम वितरण गरिन्छ। हरेक आर्थिक दुई पटक हामीले चाहिँ आम वितरण गर्छौँ, जसमा 6 महिनादेखि 59 महिनासम्मको बालबालिकाहरूलाई महिला स्वास्थ्य स्वयंसेविका मार्फत टोलमा राष्ट्रिय रूपमा नेपालभर जुकाको औषधि र भिटामिन ए ट्याब्लेट क्याप्सुलहरू वितरण गरिन्छ। यो दुईटै औषधिहरूको मुख्य महत्त्व चाहिँ जुकाको औषधिको सन्दर्भमा यसले हाम्रो बच्चाहरूको पेटमा हुने किराहरू मार्ने काम गर्छ, जुन ओम इन्फेस्टेसन भनिन्छ, जसमा चाहिँ राउन्डमहरू होइबमहरू तिनीहरू चाहिँ मार्ने काम गर्छ, जसले बालबालिकाहरूको पोषणमा सहयोग गर्दछ। उनीहरूको पोषणजन्य समस्याहरू कम गर्न, पेटमा परेको जुकाहरूले खाना खान मन नलाग्ने, हाम्रो बालबालिकाहरूको शरीरमा राधा रक्त कोषको मात्रा कम बनाइदिने लगायतका समस्याहरू सिर्जना हुन्छ। त्यसको लागि देशव्यापी 6 देखि 59 महिनासम्मको राष्ट्रिय भिटामिन ए कार्यक्रमसँगै 12 महिना पुगेदेखि 12 महिनादेखि 59 महिनासम्मका बालबालिकाहरूलाई यो जुका औषधि वितरण गरिन्छ। सँगै तपाईँहरूलाई के जानकारी गराउन चाहन्छु भने यही आउने मङ्सिरमा हरेक विद्यालयमा विद्यार्थीहरूलाई पनि जुकाको औषधि वितरण कार्यक्रम रहन्छ र यसको अहिले नेपालमा त यसको 84% कभरेज छ। नेपाल सरकारको 100% कभरेज गराउने उद्देश्य रहेको हुनाले कसैले पनि कुनै पनि ठाउँमा नेपालको जुनसुकै ठाउँमा तपाईँहरू हुनुहुन्छ तत ठाउँमा यो एकै समयमा वितरण हुने भएको हुनाले तपाईँहरूले आउने कार्तिक महिनाको 20 र 21 गते महिला स्वास्थ्य स्वयंसेविकाहरूको सम्पर्कमा आई आफ्नो 6 महिनादेखि 59 महिनासम्मका बालबालिकाहरूलाई भिटामिन ए र 12 महिनादेखि 59 महिनासम्मका बालबालिकाहरूलाई जुकाको औषधि खुवाउन अनुरोध गर्दछु। नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग पर्याकलन महाशाखाको पत्रअनुसार 2082 कार्तिक 20 र 21 गते राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि वितरण कार्यक्रम सञ्चालन गरिने सबैमा जानकारी गराउँछु। धन्यवाद।